यहाँ सबैलाई नमस्कार। आज म यहाँहरूलाई एउटा महत्वपूर्ण विषयको बारेमा जानकारी दिन गइरहेको छु। तमाम किसानहरूलाई परेको समस्यामा रहेर आज हामी केही महत्वपूर्ण विषयमा जानकारी दिन गइरहेका छौं। विशेष गरी खेती प्रविधि गर्दै जाँदा किसानहरूलाई थुप्रै किसिमका किरा रोगहरूले चाहिँ दुःख दिइरहेका छन्। त्यसका कारणले गर्दा यो व्यवस्थापनमा कठिनाई परिरहेको छ, आर्थिक रूपमा क्षति भइरहेको छ। त्यो रासायनिक विषादीको न्यूनीकरणको लागि बजारमा अहिले थुप्रै किसिमका आईपीएम का टुल्सहरू आइरहेका छन्। ती आईपीएम का टुल्सहरू प्रयोग गरेर हामीले विषादीको न्यूनीकरण गर्न सक्छौं, साथसाथै यो किरालाई समयमा व्यवस्थापन पनि गर्न सक्छौं। म आज यहाँहरूलाई केही त्यस्ता बजारमा उपलब्ध भएका टुल्सहरू जुन आईपीएम का टुल्सहरू छन्, विशेष गरी यो ट्र्यापहरू, विभिन्न किसिमका ट्र्यापहरू बजारमा आएका छन्, विभिन्न किसिमका लुरहरू आएका छन्। यी लुरहरू ट्र्यापहरूलाई हामीले कसरी चाहिँ कहाँबाट ल्याउन सकिन्छ, साथसाथै त्यसलाई कसरी प्रयोग गर्ने, त्यसको प्रभावकारिता कस्तो छ र साथसाथै यसले रोकिरा व्यवस्थापनमा दिने फाइदाको बारेमा यहाँहरूलाई सरसर्ती जानकारी दिन गइरहेको छु। अब यहाँहरूलाई म यो थुप्रै खालका टुल्सहरू र फेरोमेन लुरहरू जुन मोहिनी पासो भन्छौं, ती पासोको बारेमा जानकारी दिनको छ। यहाँ मैले आज यहाँ थुप्रै किसिमका यो लुरहरू ल्याएको छु। ती लुरहरू बजारमा उपलब्ध हुने लुरहरू, विभिन्न खालका किराहरूको विभिन्न लुरहरू छन्। ती लुरहरूको बारेमा यहाँलाई जानकारी दिन गइरहेको छु। यी चाहिँ लुरहरू, यो सेक्स लुर हुन्। सेक्स लुर भन्ने बित्तिकै के बुझ्नुपर्छ यहाँले भने, जस्तो किराहरू भालेर पोथी हुन्छन्, त्यो पोथीले धेरै जसो यो फेरोमेन लुरहरूमा चाहिँ यो पोथीको गन्ध राखिदिएको छ। भनेको के हुन्छ त भन्दाखेरि, पोथीले जहिले पनि के हुन्छ भने प्राकृतिक रूपमा यो भाले खोजेको बेलामा एउटा चाहिँ केमिकल रिलिज गर्छ, जसलाई हामी फेरोमेन भन्छौं, सेक्स फेरोमेन भन्छौं। त्यसले के हुन्छ त भन्दा त्यो फेरोमेन रिलिज भइसकेपछि त्यसैको भाले चाहिँ ले थाहा पाउँछ र के हुन्छ त भन्दा त्यो भाले र पोथी बीचमा समागमन हुन्छ। त्यसपछि के हुने हो त भन्दा तिनीहरू बीचमा ब्रिडिङ भएर अनि अन्डा पार्दाखेरि फर्टिलाइज एग अथवा भालेलाको अन्डा निकाल्छ। त्यो भालेलाको अन्डाबाट बल्ल सन्तान उत्पादन, त्यो लार्भा निस्कन्छ अनि सन्तान उत्पादन हुने हो। त्यही कुरालाई चाहिँ के गरेछ त भन्दा वैज्ञानिकहरूले यो चाहिँ जुन केमिकल नेचुरल रूपमा भएको केमिकल छ, त्यो केमिकललाई चाहिँ पत्ता लगाएर उनीहरूले चाहिँ प्रयोगशालामा चाहिँ सिन्थेसाइज गरेका छन्। यसलाई चाहिँ कृत्रिम रूपमा विकास गरेका छन्। थुप्रै खालका किराहरूको यो चाहिँ फेरोमेनहरू आएका छन्। ती फेरोमेनहरूलाई चाहिँ के हुन्छ, यसले के गरिदिन्छ भन्दाखेरि ठ्याक्क चाहिँ त्यो लर फिल्डमा राखिदिँदाखेरि त्यो पोथीको गन्ध यहाँ राखिदिएको छ भने त्यसैको भालेले थाहा पाउँछ र त्यहाँ आउँछ। त्यो भालेहरू त्यहाँ विभिन्न ट्र्यापमा परेर मर्छन्। मरिसकेपछि के हुने भयो त भन्दाखेरि उता भालेको संख्या घट्ने भयो। अर्को चाहिँ के हुन्छ, पोथीले भाले पाउँदैन अनि भाले नपाएपछि अन्डा त पार्छ, तर त्यो अन्डा के हुन्छ, बतासे अन्डा हुन्छ, जसले अनफर्टिलाइज एग भन्छौं, जसबाट लार्भा निस्कन्न। यही सिद्धान्तमा आधारित भएर यी मोहिनी पासाहरू प्रयोग गर्ने हो। यसमा चाहिँ मुख्य गरी यसको काम भनेको तीनटा चाहिँ काम हो। एउटा चाहिँ के हो त भन्दाखेरि, हामीले खेतबारीमा हाम्रो तरकारी अथवा फलफूल अथवा अन्य बालीहरू लगाउँदाखेरि किरा आयो कि आएन भनेर थाहा पाउनको लागि, अनुगमन गर्नको लागि यस्तो यो सेक्स फेरोमेन लुरहरू प्रयोग गर्ने हो, मोहिनी पासो प्रयोग गर्ने हो। एउटा त्यो गरिन्छ भने अर्को के हो त भन्दा अलि धेरै संख्यामा राखिदियो भने के हुन्छ त भन्दाखेरि त्यसले चाहिँ ती थुप्रै त्यसका किराहरू चाहिँ त्यहाँ पपुलेसन घट्छ, जसले गर्दा के हुन्छ भने आउने दिनहरूमा त्यसको संख्या घट्दै जान्छ र व्यवस्थापन हुन्छ भन्ने हो। भने अर्को चाहिँ के हो त भन्दाखेरि यसले के हो त भने कन्फ्युज गराइदिने। जस्तो भालेहरू के हुन्छ भने पोथी छ भनेर आउने अनि पोथीमा त्यहाँ जाँदा मर्ने अनि पोथीले भालेले नभेट्ने। त्यो भएपछि के भने कन्फ्युज गराएर त्यसरी चाहिँ एउटा चाहिँ त्यो मेटिङ जो प्रक्रियालाई चाहिँ रोकिदिने, ब्रेक गरिदिने भएको कारणले गर्दाखेरि त्यसको पपुलेसन घटाउन चाहिँ हेल्प गर्ने भएको यो निरन्तर गरिरहने प्रक्रिया हो। यस्तो खालका फेरोमेनहरू बजारमा थुप्रै छन्। अब म तपाईहरुलाई यी फेरोमेन कस्ता फेरोमेन आएका छन् एक एक गरेर देखाउँदैछु। साथसाथै कुन फेरोमेनलाई कस्तो ट्र्यापमा हामी प्रयोग गर्छौं त्यो ट्र्याप पनि म देखाउन गइरहेको छु। यो चाहिँ के हो त भन्दा टोमेटो लिफ माइनर ल्युर भन्छ। टोमेटो लिफ माइनर ल्युर भनेको टुटा एब्सोल्युटा, टुटा किराको चाहिँ यो ल्युर हो। यसले चाहिँ के हुन्छ, यो अब म अहिले कसरी प्रयोग गर्ने, कतिको प्रभावकारी छ, कुन भाँडामा राखेर प्रयोग गर्ने बारेमा भन्छु। अहिले मैले तपाईलाई लुर मात्रै हाल्छु, टुटा ल्युर। त्यस्तै गरी अर्को लुर देखाउँदै गर्छु। यो चाहिँ स्पोडोल्युर। स्पोडोल्युर भनेको चाहिँ के हुन्छ भने त्यो एक किसिमको पुतली हुन्छ जसलाई हामी टोबाको क्याटरपिलर भन्छौं। तर त्यो टोबाको क्याटरपिलर भने पनि के हुन्छ त भन्दाखेरि धेरै जस्तो तरकारीहरूमा अरु थुप्रै खालका बालीहरूमा पनि यो किरा लाग्ने गर्छ। यो चाहिँ स्पोडोल्युर भनेर पाइन्छ, यो बजारमा पाइन्छ। त्यस्तै गरी अब टमाटरमै अर्को म भन्छु, टमाटरको चाहिँ त्यो फलमा एउटा गबारो लाग्छ। त्यो चाहिँ फलभित्र पाल पार्ने गबारो लाग्छ, जसलाई हामी हेलीको भर्प भन्छौं। हेलीको भर्प अर्मिजरा भन्ने चाहिँ त्यसको हो भने त्यसको लागि चाहिँ हेलिल्युर भन्ने फेरोमेन, यो चाहिँ सेक्स फेरोमेन चाहिँ बजारमा उपलब्ध छ। मैले यो जानकारी दिएँ भने। त्यस्तै गरी अब अर्को चाहिँ यो चाहिँ काउली बन्दा समूहमा लाग्ने एउटा किरा छ। यो चाहिँ इट्टाबुट्टे पुतली भन्छौं, डायमन्ड ब्याकमथ भन्छौं। त्यो डायमन्ड ब्याकमथको लागि चाहिँ के हुन्छ भन्दा यो डीबीएम लुर भनेर बजारमा उपलब्ध। थुप्रै कम्पनीहरूले थुप्रै लुरहरू निकालेका छन्। मैले त्यो कम्पनीहरूको बारेमा पनि जानकारी गराउँछु। यस्तो छ। त्यस्तै गरी अब अर्को चाहिँ फलफूल, यो तरकारी बालीमा, विशेष लहरे बालीमा
काँक्रा, घिरौँला, फर्सी, लौका यी लहरे बालीहरूमा जुन यो औंसा पार्ने किरा छ त्यो औंसा पार्ने किराको लागि चाहिँ यो ब्याक्टोल्युर भनेर पाइन्छ। अर्को क्युल्युर भन्ने नि पाइन्छ, यो ब्याक्टोल्युर भन्ने नि पाइन्छ। यसमा यो चाहिँ यो यसले के गर्छ त भन्दाखेरि ती कुकुरबिट फ्रुट फ्लाई अथवा त्यो लहरे बालीमा लाग्ने जुन औंसा पार्ने किराहरूको त्यो चाहिँ मोनिटरिङ अथवा व्यवस्थापनमा यसलाई प्रयोग गरिन्छ। त्यस्तै गरी अहिले चाहिँ पछिल्लो समयमा मकैमा चाहिँ यो फौजी किरा छ, अमेरिकन फौजी किरा आएको छ। त्यो फौजी किराको लागि चाहिँ फलुर भनेर पाइन्छ बजारमा। यो चाहिँ स्पोट फुर्जीपडाको लागि हो, यो चाहिँ फलुर भनेर आएको छ। त्यस्तै गरी अन्य पनि छन्, भेन्टामा लाग्ने चाहिँ यो भेन्टाको गबारोमा चाहिँ लिर्सुनल्युर भनेर बजारमा पाइन्छ। त्यस्तै गरी धानमा लाग्ने गबारो, मकैमा लाग्ने गबारोहरू छन्, त्यसका लागि पनि जस्तो धानमा लाग्ने पहेँलो गबारोको लागि चाहिँ वाइएसबी ल्युर भनेर बजारमा पाइन्छ। अरू थुप्रै खालका चाहिँ किराहरूको यस्तो फेरोमोन लुरहरू पाइन्छन्। धेरै जसो चाहिँ यो पुतली वर्गका किराहरूको लुरहरू प्रयोग गर्छ। हामीले यसलाई चाहिँ फनेल ट्र्याप भन्छौँ। यो फनेल ट्र्यापमा चाहिँ के गरिन्छ त भन्दाखेरि यहाँ चाहिँ अब हामीले त्यो लुर यो चाहिँ यो भित्र के हुन्छ त भन्दाखेरि सेप्टा हुन्छ। मैले देखाउँछु, यहाँभित्र चाहिँ एउटा रबरको सेप्टा राखेको हुन्छ। त्यो सेप्टा चाहिँ हामीले यहाँभित्र हाल्ने हो। त्यो हालेर ट्याक्क चाहिँ यो त्यस राखिसकेपछि अनि यसमा चाहिँ ठ्याक्क 3टा खण्ड हुन्छ, यहाँ राखेर अनि कहाँ फिल्डमा लहर झुन्डाउने त्यहाँ लहर झुन्डाइदिने हो। अनि यो के हुन्छ त भन्दा यहाँ त्यो सेप्टाले त्यहाँ बिस्तारै चाहिँ के हुन्छ त्यो गन्ध, पोथीको गन्ध रिलिज गर्छ। अनि गरिसकेपछि भालेहरू आएर यो फन्दामा पर्छन् र मर्ने हो। यो चाहिँ यसलाई फनेल ट्र्याप भनिन्छ। यो विशेष गरी पुतली वर्गका किराहरूको यो चाहिँ लुर प्रयोग गर्नलाई यो मैले यहाँलाई जानकारी गराएँ। त्यस्तै गरी अब अर्को चाहिँ यो जुन लहरे बालीमा लाग्ने फ्रुट फ्लाईहरू हुन्छ अथवा तपाईँको फलफुलमा लाग्ने फ्रुट फ्लाईहरू छन्, जुन औंसा पार्ने किरा छन्, त्यसको लागि चाहिँ यो चाहिँ बकेट ट्र्याप, यो बकेट ट्र्याप हुन्छ। यो यसरी झुन्डाउन सकिन्छ। यो भित्र चाहिँ हामीले यहाँभित्र भएको चाहिँ लुर छ, त्यो लुरलाई यहाँभित्र हालिदिने, यहाँ राखेपछि दुईतिर पुवाल हुन्छ। त्यो पुवालबाट चाहिँ सानो पुवाल हुन्छ, एउटा छिर्ने, त्यो किराहरू छिर्नको लागि, त्यसको भालेहरू छिर्नको लागि राखेको हुन्छ। अनि भित्र चाहिँ कस्तो हुन्छ त भन्दा यो चाहिँ बकेट ट्र्यापमा चाहिँ के हुन्छ भने यहाँ राख्न मिल्ने ठाउँ हुन्छ। यो राख्न मिल्ने ठाउँ चाहिँ यहाँ लहर ठ्याक्क राखिदिएर अनि यसलाई लगाइदियो। लगाइसकेपछि यो लहर चाहिँ बगैँचामा अथवा हाम्रो तरकारी बारीमा झुन्डाइदिएपछि यहाँनिर सबै ती भालेहरू यहाँ पर्छन्। अहिले म यसको बारेमा जानकारी गराउने छु। यसलाई हामी बकेट ट्र्याप भन्छौँ। त्यस्तै गरी अब अर्को हुन्छ चाहिँ तपाईँको यो ट्र्याप छ, यसलाई चाहिँ हामी चाहिँ वाटर ट्र्याप भन्छौँ। येलो प्यान अथवा वाटर ट्र्याप पनि भन्छौँ। यो के हो त भने विशेष गरी यो साना मसिना किरामा चाहिँ यो टुटाको लागि चाहिँ बढी प्रयोग गरिन्छ। एफिडको लागि पनि प्रयोग गर्न सकिन्छ, लाई किराको लागि प्रयोग गर्न सकिन्छ। तर विशेष गरी यो टुटा एसुलुटा जुन त्यो चाहिँ टमाटरमा लाग्ने टुटा किराको लागि हो। यसमा के गरिन्छ त भन्दा यहाँ लुर हाल्ने हो। त्यही अहिले मैले देखाएको चाहिँ टुटा लुर हाल्न सकिन्छ। हालिसकेपछि यो पानी यहाँ भोरि यहाँ पानी हालिदियो। हालिसकेपछि त्यो पानीमा चाहिँ अलिकति त्यो किराहरू परेको किरा मर्नको लागि चाहिँ यो चाहिँ डिटर्जेन्ट पाउडर भन्छौँ, यो चाहिँ सरफ पानी चाहिँ बनाएर हालिदियो भने त्यसका भालेहरू सबै यहाँ पर्छन्। अहिले म फिल्डमा कसरी परिरहेको देखाउँछु। त्यस्तै गरी अब अरू थुप्रै छन्, डेल्टा ट्र्याप भन्ने छ, अरू खालका विभिन्न पिटफल ट्र्यापहरू, थुप्रै ट्र्यापहरू बजारमा उपलब्ध छन्। विभिन्न किराहरूको लागि चाहिँ प्रयोग गर्न सकिन्छ भने अर्का मसिना किराहरू जुन किराहरूले भाइरस रोग सार्न सक्छन्, जस्तो यो लाई किरा भयो, त्यो सेतो झिंगा भयो, फड्के किराहरू हो, त्यस्ता किराहरूको लागि चाहिँ यो येलो स्टिकी ट्र्याप भन्ने हुन्छ। यो बजारमा किन्न पाइन्छ। म यहाँलाई देखाउँछु। यो यस्तो किसिमको हुन्छ। यसले यहाँ यो च्यापच्याप हुने लगाएको हुन्छ, यसरी च्यापचाप लगाएको हुन्छ। यो यहाँ लहर झुन्डाइदिने मात्र हो, दुईतिरै च्यापचाप लगाउने हुन्छ खोलेर निकालेपछि। अनि यो लहर ठ्याक्क चाहिँ फिल्डमा चाहिँ हाम्रो चाहिँ बालीमा लहर राखिदिएपछि यहाँ के हुन्छ त भन्दाखेरि यो के हो त यसको सिद्धान्त भन्दाखेरि पहेँलोमा धेरै जसो किराहरू के हुन्छ पहेँलोमा आकर्षण हुने भएको भएर उनीहरू आकर्षण भएर आउँछन्। आइसकेपछि यहाँ फेरि चप्काउने कुरो राखेको हुन्छ, स्टिकी सब्स्टान्स राखेको हुन्छ, त्यहाँ गएर टाँसिन्छन्। टाँसिएर के हुन्छ त भन्दाखेरि त्यही मर्छन्। त्यसले गर्दा के हुन्छ त भन्दाखेरि यस्तो खालको चाहिँ येलो स्टिकी ट्र्याप प्रयोग गर्न सकिन्छ। यो चाहिँ येलो च्यापचापी पासो यसो गर्न सकिन्छ भने अर्को निलो पनि पासो पाइन्छ। निलो चाहिँ के को लागि हो त भन्दाखेरि विशेष गरी खुर्सानीमा अनि टमाटरमा लाग्ने जुन थ्रिप्स भन्ने किरा हुन्छ, मसिनो किरा हुन्छ, त्यो चाहिँ के हुन्छ भन्दा बिरुवाको चाहिँ कलिलो मुन्टामा गएर लाग्छ अथवा कोपिलामा लाग्छ। अनि त्यो चाहिँ किरालाई चाहिँ फेरि त्यो निलो खालको चाहिँ ट्र्याप प्रयोग गर्न सकिन्छ। निलो चाहिँ यो पहेँलोमा त्यति आउँदैन, निलोमा आउँछ। यसरी हामीले ट्र्यापहरू प्रयोग गर्न सक्छौँ। थुप्रै खालका अरू टुल्सहरू पनि बजारमा आएका छन्। मैले चाहिँ यहाँ सरस्वती यो टुल्सहरू के हुन्, यसले कसरी काम गर्छ भन्ने कुरा भने अब फेरि फिल्डमा गइसकेपछि फिल्डमा चाहिँ हामीले यी प्रयोग गर्दाखेरि कस्तो खालको प्रभाव परेको छ त्यो देखाउन गइरहेको छु। यो चाहिँ फनेल टाइपको फेरोमोन यो ट्र्याप हो। यसमा के हुन्छ त भन्दाखेरि यहाँ पनि सेप्टाहरू राखिन्छ। म तपाईँलाई देखाउँछु, यहाँ निकालेर तपाईँलाई देखाउन सक्छु। जस्तो यहाँ पनि हामीले सेप्टा राखिएको छ। यो चाहिँ के हो त भन्दाखेरि स्पोडेप्टेरा लिट्युरा भनेको चाहिँ के हो त भन्दाखेरि यो धेरै जसो उसमा यो काउली बन्दादेखि लिएर अन्य थुप्रै बालीहरूमा यसले नोक्सान गर्ने गर्छ। यो किराको लागि पनि के हुन्छ भन्दा यो चाहिँ स्पोडियोल्युर भनेर ल्याएर राखिएको छ। यहाँ के हुन्छ त भन्दा अहिलेको जस्तै के हुन्छ
यहाँ पोथीको यहाँ गन्ध राखिदिएको छ अनि भालेहरू सबै हेरौँ त कति धेरै परेका छन्। यो 2 रातमा परेको, यो पनि 2 रातमा परेको हेरौँ त यति धेरै यहाँ लगभग 400-500 वटा चाहिँ के परेका छन्। अनि के हुन्छ त यहाँ भित्र परिसकेपछि यिनीहरू यहाँ मर्छन्। यो भालेहरू यहाँ मरिसकेपछि के हुने त ऐको जस्तै के हुन्छ पोथीहरूले फेरि भाले पाउँदैनन्, भाले नपाए पनि अण्डा पार्छन्, तर अण्डा चाहिँ के हुन्छ बतासे अण्डा पार्छन्। अब यो जुन टोमेटोमा लाग्ने जुन टुटा एब्सुलाटोको लुर छ त्यो लुर चाहिँ अब कम्पनी अनुसार थुप्रै आउँछ बजारमा, तर कुन कति प्रभावकारी छ भन्ने कुरोको अब त्यो कम्पनीले कसरी बनाएको छ भन्नेले फरक पर्छ। त्यही भएर सबै लुर चाहिँ उत्तिकै प्रभावकारी छन् भन्ने चाहिँ हुँदैन। त्यो भएको भएर के हुन्छ हामीले पहिला त्यसको बारेमा टेस्ट गर्नु परीक्षण गर्नुपर्ने हुन्छ। जस्तो यहाँ जुन 2 रातमा यो चाहिँ 2 दिनमा यो पुरै परेको छ भने अब हामीले अब फेर्न पर्यो भने फेरि यो लुरलाई हामी चेप्छौँ। चेतेपछि यहाँभित्र के हुन्छ त भन्दाखेरि म देखाउँछु। यहाँ यस्तो किसिमको सेप्टा हुन्छ। यहाँ तल तपाईँलाई देखाउँछु म। यहाँभित्र तलपट्टि एउटा चाहिँ ऊ हुन्छ राख्ने भाँडो हुन्छ। यहाँ लगेर चाहिँ हामीले के गर्छौँ त भन्दाखेरि यसलाई चाहिँ यसरी उ गरिदिएपछि यो यहाँ बस्यो। यहाँ देख्नुहुन्छ है, यो यहाँ ठ्याक्क चाहिँ बस्यो अनि यसले के गर्छ त भन्दाखेरि त्यो गन्ध त्यो त्यहाँको गन्ध निस्किराख्छ। निस्किसकेपछि के हुन्छ त भन्दा यहाँ त प्रशस्त वरिपरि जस्तो यहाँ टमाटर छ, टमाटरको वरिपरि टन्न चाहिँ के हुन्छ भन्दा त्यो टुटाको भाले पनि छन्, पोथी पनि छन्। ती भालेहरू के हुन्छ त भन्दाखेरि यहाँ पोथीको गन्धको कारण एकदम कडा हुने भएको यहाँ आउँछन्। यहाँ आएपछि के हुन्छ त यिनीहरू पानीमा यो उसमा पानीमा परेर यिनीहरू मर्छन्। अब यो यहाँ देख्नु त कति धेरै मरेका छन्, सबै भालेहरू मरेका हुन्। येलो स्टिक च्यापच्यापे हुने येलो स्टिकी ट्र्यापमा यो विशेष गरी व्हाइट फ्लाई, त्यस्तै गरी टुटा, अरू थुप्रै खालका मसिना खालका किराहरूको लागि काम गर्छ। यहाँ हेर्नुहोस् त कति धेरै चाहिँ व्हाइट फ्लाई लागेको छ। यो सबै यो सेतो झिँगाको माउहरू यहाँ आएर टाँसिएर बसेको छ। यो यसमा पनि पुरै झिँगा चाहिँ यो लागेको छ। यो पुरै झिँगाहरू अरू मसिना खालका किराहरू थुप्रै खालका चाहिँ देखिएको छ। यसरी चाहिँ तपाईँको यो एक रोपनीमा कम्तीमा पनि 4-5 वटा चाहिँ हामीले राख्न सकियो भने यसले के गर्छ त भन्दा यसको संख्या घटाउन निकै मद्दत गर्छ। यो फेरोमेन चाहिँ यस्तो किसिमको सेप्टा हुन्छ। यो सेप्टालाई तपाईँको यो भाँडोमा यसरी हालिदियो। हालिसकेपछि यो यसमा लगाएर हामीले यहाँ लगेर चाहिँ यहाँ लगेर राखिदिने हो। यसरी हामीले राखिसकेका छौँ यहाँ। अब के हुन्छ त भन्दा त्यसका भालेहरू यदि यहाँ चाहिँ भालेहरू छन् भने त्यो भालेहरू यहाँ पोथीको गन्ध राखिदिएको छ। त्यो पोथीको गन्धको कारणले गर्दा भालेहरू आएर यहाँ पर्छन्। घिरमला यो काँक्राहरूमा के हुन्छ त भन्दाखेरि त्यो फ्रुट फ्लाई भन्छौँ हामी, औँसा पार्ने किरा हुन्छ। यहाँ चाहिँ अब तपाईँले हेर्नुभयो भने औँसा यहाँ परेर किरा छ। यहाँ देख्न सक्नुहुन्छ यो औँसा पार्ने किरा हो। त्यसको लागि चाहिँ हामीले के गर्ने त भन्दाखेरि यस्तो खालको क्युलियर बजारमा किन्न पाइन्छ। त्यो क्युलियरलाई यस्तो डब्बामा बनाएर हामीले उ गर्छौँ। के हुन्छ त पोथीको गन्ध चाहिँ राखेको छ। यहाँ विषादी पनि यहाँ हालेको हुन्छ। यसरी भालेहरू आएर यहाँ के हुन्छ त भन्दाखेरि यहाँ पर्छन्। अब भालेहरू यहाँ परिसकेपछि के हुन्छ त भन्दा पोथीले भाले पाउँदैन। त्यसपछि पोथीले फूल पारे पनि त्यो फूलबाट चाहिँ लार्भा निस्कन सक्दैन। जति पनि फेरोमेनहरू छन् नि, यी फेरोमेनहरू विभिन्न कम्पनीहरूले बनाएका छन्। थुप्रै कम्पनी छन्। हामीले थुप्रै कम्पनीहरूका ल्याएर पनि हामीले परीक्षण कति किराहरूको परीक्षण गर्यौं, तर सबै उत्तिकै प्रभावकारी छैन। त्यो भएर कुन कम्पनीको फेरोमेन राम्रो छ भनेर भन्दा हामीले चाहिँ अहिले 3 वटा कम्पनीलाई चाहिँ प्रिफर गरेका छौं। सबभन्दा राम्रो भनेको रसल आइपीएम। रसल आइपीएम भनेको यो ब्रिटिश कम्पनी हो। त्यहाँको चाहिँ फेरोमेनहरू लुरहरू चाहिँ प्रभावकारी देखिएको छन्। त्यस्तै गरी इन्डियाको हेर्नुहुन्छ भने पीसीआई कम्पनीको, त्यस्तै गरी अमेरिकन कम्पनीको आईएससीए भन्ने कम्पनी छ। त्यो कम्पनीको चाहिँ फेरोमेन लुरहरू पाइयो भने ती चाहिँ बढी प्रभावकारी छन्। अरू कम्पनीहरूका नि प्रभावकारी अलिअलि छन्, हुँदै नभएका त होइन, तर बढी प्रभावकारी यिनीहरू छन्। र तमाम एग्रोवेटको साथीहरूलाई अथवा किसानहरूलाई पनि के भन्न चाहन्छु भने त्यस्ता चाहिँ अलिकति प्रभावकारी हुने खालका कम्पनीहरूबाट चाहिँ फेरोमेनहरू ल्याउनु भयो भने त्यसले बढी प्रभावकारी रूपमा काम गर्छ भन्ने कुरो मैले यहाँलाई जानकारी गराएँ। यहाँहरूलाई सरस्वती मैले विभिन्न किसिमका आइपीएमका टुल्सहरूको बारेमा जानकारी दिएँ। विशेष गरी हामीले यो फेरोमेन ट्र्यापहरू, त्यस्तै गरी यो चाहिँ यो वाटर ट्र्याप, त्यस्तै गरी डेल्टा ट्र्याप, साथसाथै अरू थुप्रै खालका बकेट ट्र्यापहरूको बारेमा यहाँहरूलाई डिटेलमा जानकारी दिएँ। पक्का पनि यो भिडियो हेर्ने तमाम किसानहरूलाई यो चाहिँ सामग्रीले सहयोग पुग्नेछ भन्ने विश्वास राख्दै फेरि आउने दिनहरूमा यस्तै नयाँ नयाँ प्रविधि र नयाँ नयाँ समस्यासँग सम्बन्धित रहेका प्रविधिसँग जोडिने बाचाका साथ अहिलेलाई यहाँहरूबाट बिदा हुन्छु। नमस्कार।